हाम्रो यात्रा सुरुवात भएको छ। हामी आज बोटेचौर मेलकुना बोटेचौर सल्ली बजार हुँदै जाजरकोट रुकुमको यात्रा हामी थालनीमा छौँ। हामीसँग 4 जना हुनुहुन्छ। हाम्रो टेकबहादुर सन्जी, खगेश्वर कार्की, भीमबहादुर परियार र म भोजेन्द्र रेग्मी। हाम्रो यात्रा चाहिँ आज थालनी भएको छ। यो यात्राले अविस्मरणीय क्षण पनि दिलाउनेछ हामीलाई। कुनै बेला हामी यो ठाउँहरूमा आएका पनि थियौँ। फेरि पनि हामी यो यात्रालाई सुरुवात गर्दैछौँ। गन्तव्यमा पुगेपछि फेरि पनि हामी आगन्तुक मित्रहरूसँग फेरि पनि हामी भेट्ने जमर्को गर्नेछौँ। धन्यवाद। यो पुल चाहिँ एकदमै स्मार्ट पुल छ। यो झोलुङ्गे पुल पहिले हामी स्कुल पढ्दा यस्तो झोलुङ्गे पुल तर्ने गर्थ्यौँ। त्योभन्दा पनि हामी त पौडी खेलेर जाने सिस्टम हुन्थ्यो। अहिले चाहिँ झोलुङ्गे पुलहरू, यो पहाडको झोलुङ्गे पुल, यो चाहिँ सिस्ने खोला झोलुङ्गे पुल भन्ने नामकरण। कहाँ जाने झोलुङ्गे पुल हो यो खोलाको नाम चाहिँ सिस्ने खोला हो। यहाँ तल खोला छ, माछा छन्, थुप्रै माछाहरू देखिएको छ। क्यामेराम्यान हाम्रो टेकबहादुर सन्जी हुनुहुन्छ, उहाँको फोटो देखिरहेको छ। बेला बेला देखिन्छ।